नानी हामी कहाँ आइपुग्यो अब चलो 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 हाम्रो सुरुवात भएको है नुजङ स्कुल हेलो गाइस हामी म आज चाहिँ म यहाँ जान्दैछु माथि फोटोहरू खिच्नु भिडियोहरू बनाउनु जाउँ है हामी माथि माथि घुम्नु हाम्रो बाटो हामी अब माथि बाटोमा गएको कि नानीलाई लिएर यसो टाइम पास अझ यस्तो पनि आउँदैछ हाम्रो साथी हो यस्तो पनि अब जान्दैछ हामीसँग हाम्रो बाटो उम्, यसरी ढिलो पर्छ यो बाटो चाहिँ टक्कै हाम्रो एरिया जान्छ है यो बाटो बनाएको यहाँ बिचमा चाहिँ अलिक खन्ने चाहिँ यहाँ बादमा कम्प्लिट हुन्छ यो टक्कै यो रोड चाहिँ हाम्रो जान्छ घरमा बिस्तारै हेर्दै हिँड्नुहोस् न ओके नानी हामी कहाँ आइपुग्यो अब नानी स्टप कहाँ आइपुग्यो नानी हामी अब चाहिँ हामी अलिक माथि पुगे यस्तो चाहिँ गाउँठाउँको नजारा है राक्दोङ भिलेज यति तल रातो छाना देख्दै गरेर चाहिँ मेरो घर यो मुनिको भाइको यस्तो नजारा गाइस उयो त्यो गुम्बाको त्यो माथि गुम्बा यो चाहिँ माथि है गुम्बा ल जाउँ गाइस हामी चाहिँ हिँड्दैछ है अब यहाँ चाहिँ यस्तो छ बाटोहरू गाइस यस्तो छ प्लेस चाहिँ बस्ती यस्तो चाहिँ गाउँठाउँ है नानी पर हेर्दा नजारा है आमा क्या टाइम दिएको रातो छाना भएको हाम्रो घर हो आइज चलो 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 बदमास नानी कुद्नु हुँदैन त्यसरी अब हामी चाहिँ यसो गाउँठाउँ घुमेको आज एक राउन्ड यसो सुन्नुस् न अँ हामी यताबाटै हिँड्दै थियौँ कि उम्, सबको साथी चाहिँ आफै हिँड्दैछ हो उम्, यसो भयो भने त्यसको के भन्दै थियो हो ओइ सब अगाडि थियो कि यो उम्, अन्त तिनजना थियो यिनीहरू तिनजना थियो उम्, हामी नि त्यसको पछाडि थियो हो चाहिँ घुम्नु गएको थियो हो पापासँग माथि माथि हो अँ अन्त हेरेको त त्यसमा त भाउ गऱ्यो टाप। यसरी हिँड्यो नि ए ल ल ल ल ओ आमाम कुखुराहरू त बोजूको कुखुराहरू अब चाहिँ हामी घर निस्केको अब घर त लागेको है